सबैजनालाई म चाहिँ जारी 2 को मुभी रिभ्यू गर्दैछु र खास गरी जारी 2 मुभी चाहिँ सोचे जतिको चाहिँ पावरफुल छैन जारी 1 को कम्पेरिजनमा। र जारी 1 मा जसरी चाहिँ एउटा लिम्बू कल्चरलाई चाहिँ रिप्रेजेन्ट गर्न खोजिएको छु, जुन इमोसनल पर्सपेक्टिभ थियो, त्यो बोन्डिङ चिज चाहिँ जारी 2 मा तपाईँ भेटाउनुहुन्न। र जारी 2 को इन्टरभलभन्दा अगाडि चाहिँ होइन इन्टरटेनिङ छ, होइन हाँस उठ्छ पनि तपाईँलाई, किन भन्दा विजय बरालको जुन क्यारेक्टरले गर्दाखेरि चाहिँ तपाईँलाई इन्टरटेनिङ चाहिँ हुन्छ। तर पार्ट जब इन्टरमिसनदेखि पार्टमा जान्छ तब चाहिँ फिल्म अलिकति तन्काएको जस्तो हुन्छ, जसको कारणले गर्दाखेरि उपेन्द्र सुब्बा चाहिँ जारी 2 मा अलिकति थोरै फेलियर भएको जस्तो खालको मलाई महसुस भएको छ। र एक्टिङको कुरा गर्नुपर्दाखेरि चाहिँ जति पनि त्यहाँ एक्टरहरू हुनुहुन्छ सबैजनाको काम पर्फेक्ट छ। मेन चिज भनेको चाहिँ हाफदेखिको जुन त्यो इन्टरभलदेखिको उतापट्टि चाहिँ स्क्रिप्ट चाहिँ थोरै कमजोर भएको कारणले गर्दाखेरि चाहिँ त्यति इफेक्टिभ हुँदैन र तपाईँलाई चाहिँ फिल्म तन्के जस्तो लाग्न सक्छ, जसको कारणले गर्दाखेरि चाहिँ यो फिल्म त्यति इफेक्टिभ चाहिँ छैन जारी 1 जतिको। र यदि तपाईँलाई चाहिँ कल्चरल एस्पेक्ट्समा कुरा गर्नु छ, हेर्नु छ भने चाहिँ यो मुभी ठिक छ है। र मेरो तर्फबाट यसलाई 3 आउट अफ 5।